भाइ भने नारी हत्या गरेनन् चाण्डालले माला र रानी मर्न तयार मानेनन् नारी हत्या गरेनन् हे भगवान चाण्डालले मानेनन् नारी हत्या गरेनन् माला र रानी मर्न तयार ठुलो विपत्ति रोइन् रानी गति पर्दा ठुलो विपत्ति नारायण हे भगवान रानी भन्छन् दैव कस्तो खेल खेलिस् तैँले रानी पैसा माग्यो छोरो काट्न बाउ आयो उति पैसा माग्यो छोरो काट्न बाउ आयो शोक चलो डर भनेर हे भगवान थपिए रानी भन्छन् दैव कस्तो खेल खेलिस् तैँले मर्ने बेला पतिको मुख हरिश्चन्द्र राजा देवीहरूको सानिध्यमा कोटी होमेज्ञ लाउने हरिहरको सानिध्यमा कोटी होमेज्ञ लाउने हरि कृपा भयो र पो हामीले भजन गाउने हरिश्चन्द्र राजाको भजन हो आजको 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 हरिश्चन्द्र राजाको हे भगवान भजन हो आजको हरिश्चन्द्र राजाको 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 हे भगवान हे हरि सत्यवादी कृतिमानी हरिश्चन्द्र राजा सत्यवादी कृतिमानी हरिश्चन्द्र राजा देवी भक्त मनका सोच्छ सुशील अयोध्याका थिए रवि वंशका सत्यका हंसका 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 थिए रवि वंशका हे भगवान सत्यका हंसका थिए रवि वंशका 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 हे भगवान हे हरि रानी सयौ थिए तर सन्तानै थिएन रानी सयौ थिए तर सन्तानै थिएन उमेर ढल्को वंश धान्नी कोही पनि भएन गए ऋषि पासामा सन्तानको आशामा 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 गए ऋषि पासामा हे भगवान सन्तानको आशामा गए ऋषि पासामा 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 हे भगवान हे हरि वशिष्ठले गर भने वरुणको तपस्या वशिष्ठले गर भने वरुणको तपस्या एउटा पुत्र तिमीलाई मिल्ने छ अवश्य
बलि दिने शर्तमा पुत्र भो गर्भमा 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 बलि दिने शर्तमा हे भगवान पुत्र भो गर्भमा बलि दिने शर्तमा 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 हे भगवान हे हरि उज्जवल सुन्दर रोहित पुत्र राज्यका कुमार उज्जवल सुन्दर रोहित पुत्र राज्यका कुमार जन्मे जेठी रानीबाट कुलको भो उद्धार सारा खुसी बनाइन् शैव्यले जन्माइन् 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 सारा खुसी बनाइन् हे भगवान शैव्यले जन्माइन् सारा खुसी बनाइन् 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 हे भगवान हे हरि आए वरुण ऋषि मलाई बलि चाहियो भनी आए वरुण ऋषि मलाई बलि चाहियो भनी राजाको प्रतिज्ञालाई सम्झाए अनि बिन्ती गर्छु यो मर्म गर्न पाउँदस् कर्म 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 बिन्ती गर्छु यो मर्म हे भगवान गर्न पाउँदस् कर्म बिन्ती गर्छु यो मर्म 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 हे भगवान हे हरि आफ्नो बलि हुन्छ भन्ने रोहितले थाहा पाए आफ्नो बलि हुन्छ भन्ने रोहितले थाहा पाए जङ्गलतिर भाग्दै गए साह्रै नि डराए बसे कष्ट सहेर राजदरबार छोडेर 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 बसे कष्ट सहेर हे भगवान राजदरबार छोडेर बसे कष्ट सहेर 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 हे भगवान हे हरि बरु फेरि आए बलि चाहियो भन्दै ऋषि आए मलाई बलि चाहियो भन्दै फेरि ऋषि आए बालक घरमा नदेखेर श्रापै दिई रिसाए जलोदर भन्ने रोग
थप्दिए अर्को शोक जलोदर भन्ने रोग थप्दिए अर्को शोक जलोदर भन्ने रोग थप्दिए अर्को शोक जलोदर भन्ने रोग थप्दिए अर्को शोक जलोदर भन्ने रोग थप्दिए अर्को शोक जलोदर भन्ने रोग थप्दिए अर्को शोक जलोदर भन्ने रोग हे भगवान थप्दिए अर्को शोक जलोदर भन्ने रोग 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 हे भगवान हे हरि प्रजाहरू राजाको कष्टलाई देखेर प्रजाहरू राजाको कष्टलाई देखेर उपायको खोजी गरे ऋषिलाई भेटेर डुल्दै पुगे नगर निर्धनीको घर 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 डुल्दै पुगे नगर हे भगवान निर्धनीको घर डुल्दै पुगे नगर 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 हे भगवान हे हरि जेठो छोरो बाउतिर कान्छो आमातिर जेठो छोरो बाउतिर कान्छो आमातिर बेचिनेमा माइलो पर्यो बेच्दिए आखिर छोरो बेच्यो आखिर पापी बाउ हेर 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 छोरो बेच्यो आखिर हे भगवान पापी बाउ हेर छोरो बेच्यो आखिर 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 हे भगवान हे हरि निर्दोष बालक बलि दिन कसैले सकेन बालकलाई बलि दिन कसैले सकेन विज्ञहरू थिए त्यहाँ कोही केही बोलेन छोरो काट्न बाउ आयो उति पैसा माग्यो 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 छोरो काट्न बाउ आयो हे भगवान उति पैसा माग्यो छोरो काट्न बाउ आयो 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 हे भगवान हे हरि सुन्छे बिलाप गर्छ भन्छ रहेछु के पाप गरेको सुन्छे बिलाप गर्दै भन्छ रहेछु के पाप गरेको आफ्नै बाउको हातबाट छ मर्नु परेको वरुणको जब सुझाए कौशिकले बचाए
वरुणको जब सुझाए कौशिकले बताए 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 वरुणको जब सुझाए हे भगवान कौशिकले बताए वरुणको जब सुझाए कौशिकले बताए वरुणको जब सुझाए कौशिकले बताए वरुणको जब सुझाए कौशिकले बताए वरुणको जब कौशिकले बताए हे भगवान हे हरि शास्त्र भन्छ किन्ने बेच्ने दुवै पिता होइन शास्त्र भन्छ किन्ने बेच्ने दुवै पिता होइन स्वयं प्रभु पिता हुने कुरा नि भएन लीला भयो विचित्र पिता विश्वामित्र 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 लीला भयो विचित्र हे भगवान पिता विश्वामित्र लीला भयो विचित्र 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 हे भगवान हरि हे भगवान हे हरि प्राणदाता विश्वामित्र छोरा लिई गए प्राणदाता विश्वामित्र छोरा लिई गए रोहित फर्के यज्ञ गरे राजानीको भए प्रजा सारा रमाए 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 राजानीको भए प्रजा सारा राजानीको भए प्रजा सारा रमाए हे भगवान राजानीको भए प्रजा सारा रमाए 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 हे भगवान हरि हे भगवान हे हरि यज्ञ सकी खुसी हुँदै वशिष्ठ जाँदै थिए यज्ञ सकी खुसी हुँदै वशिष्ठ जाँदै थिए बीच बाटोमा कौशिक भेटे सारा बताइदिए सारा लोकमा कोही छन् र दानी हरिश्चन्द्र 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 सारा लोकमा कोही छन् र हे भगवान दानी हरिश्चन्द्र सारा लोकमा कोही छन् र 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 हे भगवान हरि हे भगवान हे हरि सत्यताको परीक्षा लिन कौशिकले सुर गरे सत्यताको परीक्षा लिन कौशिकले सुर गरे बगैँचाको नाश गर्न बँदेल रूप धरे बगैँचाको नाश गरे बँदेल रूप धरे बगैँचाको नाश गरे
हे भगवान हे हरि बँदेल मार्न जाँदा राजा जङ्गलमा हराए बँदेल मार्न जाँदा राजा जङ्गलमा हराए उद्धार गरे ब्राह्मणले शर्त मागिराए राज्य सबै माग्दिए कप्टी मुनि थिए 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 राज्य सबै माग्दिए हे भगवान कप्टी मुनि थिए राज्य सबै माग्दिए 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 हे भगवान हरि हे भगवान अब दुःखका दिन सुरु हुँदैछन् राजा सत्यवादी हरिश्चन्द्र राजाको हे भगवान हे हरि राजा वैभव श्री सम्पत्ति सबै बुझाए राजा वैभव श्री सम्पत्ति सबै बुझाए छोरो रानीले आफू बनारस गए पर्जा सारा रुवाए कति दुःख पाए 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 पर्जा सारा रुवाए हे भगवान कति दुःख पाए पर्जा सारा रुवाए 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 हे भगवान हरि हे भगवान हे हरि भुयसी दान दिन रानी बेचे बेचे छोरा पनि दान दिन रानी बेचे बेचे छोरा पनि मसानमा काम थाले आफू चाण्डाल बनी कति धेरै परीक्षा भगवानकै इच्छा 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 कति धेरै परीक्षा हे भगवान भगवानकै इच्छा कति धेरै परीक्षा 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 हे भगवान हरि हे भगवान हे हरि कहानी पनि दुःख लाग्दो छ प्रभु हे भगवान हे हरि यति मात्र कहाँ हो र कुसु खेल्दाखेरि यति मात्र कहाँ हो र कुसु खेल्दाखेरि एक सर्पले रोहित मार्यो डसिदियो फेरि पर्दा ठुलो विपत्ति रोइन रानी कति 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 पर्दा ठुलो विपत्ति रानी कति पर्दा ठुलो विपत्ति रोइन रानी कति पर्दा ठुलो विपत्ति हे भगवान रोइन रानी कति पर्दा ठुलो
भगवान हे हरि मध्यरातमा चिच्याउँदै पुगिन् छोरा नेरा मध्यरातमा चिच्याउँदै पुगिन् छोरा नेरा उठ बोल भन्दै रुन्छिन् छातीमा च्यापेर आमा भन एकचोटि मुटुको ढुकढुकी 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 आमा भन एकचोटि हे भगवान मुटुको ढुकढुकी आमा भन एकचोटि 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 हे भगवान हे हरि छिमेकीले रानीले नै छोरो मारिन् ठाने छिमेकीले रानीले नै छोरो मारिन् ठाने स्त्री मार्नु पर्छ चाण्डाललाई भने नारी हत्या गरेनन् चाण्डालले मानेनन् 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 नारी हत्या गरेनन् हे भगवान चाण्डालले मानेनन् नारी हत्या गरेनन् 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 चाण्डालकै मानेनन् नारी हत्या गरेनन् हे भगवान हरि अर्काको नुन पानी खाइसकेपछि मेरो द्रव्य लिएको छस् तैँले मार्दिन भन्न पाउँछस् मार्नै पर्छ भन्दा विक्षिप्त अवस्थामा रहेका श्रीमान श्रीमती दुवैले एकले अर्कालाई चिन्दैनन् त्यस बखतमा राजा मार्न तयार हुन्छन् त्यसै अवस्थामा भन्छन् रानी हे भगवान हे हरि एकैछिन पर्खिदिनुहोस् मलाई मार्नु पहिले एकैछिन पर्खिदिनुहोस् मलाई मार्नु पहिले मृत छोरा जङ्गलमा छ लिही आउँछु मैले रानी मर्न तयार आखिर केही नलाएर 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 रानी मर्न तयार हे भगवान आखिर केही नलाएर रानी मर्न तयार आखिर केही नलाएर रानी जन्म तयार आखिर केही नलाएर रानी मर्न तयार आखिर केही नलाएर रानी मर्न तयार नलाएर रानी मर्न तयार हे भगवान कति कष्ट दुःख दर्दनाक छ अवस्था परमात्मा हे प्रभु हे नारायण हे भगवान रानी भन्छन् दैव कस्तो खेल खेलिस् तैँले रानी भन्छन् दैव कस्तो खेल खेलिस् तैँले मर्ने बेला पतिको मुख देख्न पाइन मैले मेरो पीडा देख्छौ र कहाँ छौ हरिश्चन्द्र 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 मेरो पीडा देख्छौ कहाँ छौ हरिश्चन्द्र मेरो पीडा देख्छौ र हे भगवान
भगवान हे हरि आफ्नो नाम पुकारिँदा राजा मूर्छा पर्छन् आफ्नो नाम पुकारिँदा राजा मूर्छा पर्छन् सोधी खोजी भएपछि मर्ने निदो गर्छन् जल्ने सुरमा एकै ठाउँ लिँदै देवी नाउँ 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 जल्ने सुरमा एकै ठाउँ हे भगवान लिँदै देवी नाउँ जल्ने सुरमा एकै ठाउँ 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 हे भगवान हे हरि यत्तिकैमा इन्द्रदेव पञ्चादी देव आउँछन् यत्तिकैमा इन्द्रदेव पञ्चादी देव आउँछन् सत्यताको परीक्षा लिएको बताउँछन् सत्यनिष्ठा अचल परीक्षा सफल 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 सत्यनिष्ठा अचल हे भगवान परीक्षा सफल सत्यनिष्ठा अचल 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 हे भगवान हरि हेर्नुहोस् भगवान कति प्रजाहरूको राज्य नगरीको माया दशरथ हरिश्चन्द्र राजालाई प्रभु परमात्मा खपिसक्नु छैन प्रजा रोएका छन् त्यसै बखतमा हरिश्चन्द्रले भन्छन् भगवान हे हरि देवताले राजालाई स्वर्ग लान चाहे देवताले राजालाई स्वर्ग लान चाहे अमृत जल छर्किएर रोहितलाई बचाए प्रजा छोडी म जान्न स्वर्ग म चाहन्न 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 प्रजा छोडी म जान्न हे भगवान स्वर्ग म चाहन्न प्रजा छोडी म जान्न 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 हे भगवान हे हरि हाम्रो पनि जीवनमा छन् धेरै परीक्षा हाम्रो पनि जीवनमा छन् धेरै परीक्षा सत्य धर्म छोड्नुहुन्न लियौँ यही शिक्षा सत्यमै छ संसार सत्य हरिश्चन्द्र 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 सत्यमै छ संसार हे भगवान सत्य हरिश्चन्द्र सत्यमै छ संसार सत्यमै छ संसार सत्यमै छ
कि सत गायत्री कोटि हो महायज्ञको सङ्कल्पकर्ता महाराजको आजका सम्पूर्ण भक्तजनहरूको निर्णायक मण्डलज्यूहरूको विजय कृष्ण मूर्तिज्यूको मातृकेश्वर भगवानको जय जय श्री राधे। सबैको जय होस्, कल्याण होस्, मङ्गल होस्। नेपाल धरती माताको जय जय श्री राधे। ल हेरिछ्यो भजन अनि झाँकी झाँकी राम्रै भएर त होला निर्णायकज्यूहरू पनि मुसुक्क हाँस्नु भएको छ। झाँकी राम्रै भएर त होला निर्णायकज्यूहरू पनि मुसुक्क हाँस्नु भएको छ। भजन झन् मिठो भएछ क्या हो, भक्तहरू सबै उठेर नाच्नु भएको छ, भक्तहरू पनि उठेर नाच्नु भएको छ। त्यसैले भन्छु राम्रो गाउने, राम्रो हरिकीर्तनसँगै राम्रो झाँकी देखाउने, सबैले राम्रो मान्दिम। राम्रो भए निर्णायकले नम्बर दिनुहुन्छ, हामी सबैले अलि ठुलो टरर र ताली हान्दिम। राम्रोलाई राम्रै मान्दिम, अलि ठुलो सबैले ताली हान्दिम। हार्दिक हार्दिक सम्मान छ। गङ्गा त्रिपाठी बहिनी नहेर्नु छ, हेर त कति कति कन्टस्ट भएको, कति आएको। हजुरहरू उठिदिनुहोस्। अब नहेरिकन यसरी नहेरिकन कण्ठै कहीँ नबिगारिकन सिलसिलेबद्ध रूपमा कहीँ त्यो भागवतमा पढ्दै जाँदा पनि, कथा भन्दै जाँदा पनि यति भन्न गाह्रो हुन्छ। गुरुहरूले वाचकको भन्दा पनि राम्रो भन्ने बहिनी गङ्गालाई एकचोटि उठेर आउन आग्रह गर्छु। हामीले दिने त के नै छ र बहिनी, तर पनि भगवान्ले दिनुहुन्छ, तपाईँको स्वर दिनुभएको छ, यो स्मरण गर्ने शक्ति दिनुभएको छ। ल एकचोटि सबैले भन्छु मातृको स्वर एकता भजन समूहलाई सबैले सघाइदिनुहोस्। गङ्गा त्रिपाठी हुनुहुन्छ, एकचोटि टर र तालीले गङ्गा जस्तै बगाइदिनुहोस्, गङ्गा जस्तै बगाइदिनुहोस्। सबैले मातृको स्वर एकता भजन समूहलाई सघाइदिनुहोस्। हार्दिक हार्दिक सम्मान छ। अब उहाँहरूको फोटो सेसन हुनेछ। सम्पूर्ण त्योभन्दा अगाडि जजसले जहाँ जहाँबाट साथ दिनुभएको छ, अब भने मातृको स्वर भक्ति सङ्गीत प्रतिष्ठान नेपाल जसले नगद रु 5500 नगद दान अर्पण गर्नुभएको छ, सम्मान ग्रहण गर्न आउन अनुरोध गर्छु। अब भने दाई शालिग्राम गौतमजीले मिठो एउटा हरिकीर्तन गाउनुहुनेछ। म भने ओजेल पर्छु।